सुशीला कार्की आमाले फेरि यो मन जितेका छन्। मेरो मात्रै होइन, यो नेपाल दिदीबहिनी दाजुभाइ सबैको बस जितेका छन् र उहाँले आफूले गर्नुपर्ने ड्युटी, मैले ड्युटी सकेँ, मेरो ड्युटी सक्यो भनेर पनि भनेका छन् र सबै अहिले दिदीबहिनी दाजुभाइ आमा बुवा सबै खुसी पनि भएका छन् र उहाँले गर्नुपर्ने काम र उहाँले गर्नुपर्ने चुनाव उहाँले गरेर देखाए। अहिले सबैजना उहाँलाई सम्मान पनि व्यक्त गर्दैछन्। उहाँले अहिले धेरैजनाबाट धन्यवाद पनि पाइरहेका छन्। सबैजनाले उहाँलाई धन्यवाद व्यक्त गरिरहेका छन्। किन गरिरहेका छन् भन्ने पनि हजुरले बुझ्न सक्नुहुन्छ। राम्रो उहाँले गर्नुभयो। अहिले जुन यो चुनाव धेरैजनाले हुँदैन भनिरहेका थिए, उहाँले यो चुनावलाई जसरी हो भने गरेरै देखाए र उहाँले आफ्नो ड्युटी खत्तम भयो, मेरो ड्युटी सक्यो भन्दै उहाँले भन्नु पनि भएको छ। कोले सुन्नु भएको थियो र सबैजनाले उहाँलाई धन्यवाद व्यक्त गरिदिनु होला। मेरो तर्फबाट पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु रिस्पेक्टेड पर्सन सुशीला कार्की म्यामलाई। हस्, धन्यवाद।